नमस्कार, म सुन्दर लयालु। नमस्कार, म प्रसन्न सम्बोधा। हामी वासिङटन डिसी संयुक्त राज्य अमेरिकाको राजधानीबाट तपाईँहरू समक्ष एउटा अपिल लिएर आएका छौँ। सार्वजनिक हितको लागि गरिएको यो अपिल कृपया तपाईँले सुनिदिनुहोला र बुझिसकेपछि तपाईँले अरू 2-4 जना व्यक्तिहरूलाई त्यसै गरी बुझाइदिनुहोला। देश आज सङ्कटमा छ। देशमा भूकम्पले मानिसहरू मारिएका छन्, बिरामी भएका छन् र थुप्रै धनजनको क्षति भएको छ। हामी सबैले यस सङ्कटको घडीमा सबैलाई सकेको सहयोग गरौँ। भूकम्प त गयो, सबै दुःख सुख हाम्रो साथमा छ। अब हामीले थप क्षति हुन नदिन सावधानी पक्कै अपनाउनुपर्छ। खानेपानी, सरसफाइ र स्वास्थ्य यो बेला हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण चुनौतीको काल हो। यतिखेर यदि हामीले राम्रोसँग ती कुराहरूलाई ध्यान दिन सकेनौँ भने हामीले विभिन्न महामारीको थप भार अथवा महामारीको बिगबिगीबाट हामी अझै अगाडि बढ्नुपर्ने अवस्था आउन सक्छ। त्यसै कारणले हरेक मानिसले खानेपानी, सरसफाइ र स्वास्थ्य अभियानमा ध्यान दिन जरुरी छ। हरेक मानिसलाई न्यूनतम 15 लिटर अथवा देशमा 7.5 लिटर नघटाइकन पानी, सफा पानी उपलब्ध गराइनुपर्छ। दिसा पिसाब उचित ठाउँमा गरौँ। यदि दिसा पिसाब गरिसकेको अवस्थामा साबुन पानीले हात धुन अति नै जरुरी हुन्छ यस बेला। किनकि तपाईँलाई थाहा छ नि, हाइटीमा भूकम्पपछि फैलिएको महामारीको कारणले 10,000 मानिसहरू मरेका थिए। पानीलाई शुद्ध पार्न क्लोरिन अथवा भनौँ हाम्रो नेपाली चलन चल्तीको भाषामा एउटा पियुस भन्ने झोल छ, त्यो झोल हाल्ने गरौँ र सबैभन्दा उत्तम विकल्प भनेको पानीलाई पूर्ण रूपमा तताएर त्यसको सेवन गर्ने गरौँ। काठमाडौँमा धेरै घरहरू भत्किएका छन्। भत्किएको घरबाट उत्पन्न भएको धुलोको कारणले वायु प्रदूषण भएको छ। वायु प्रदूषण कम गर्नलाई हामीले मास्कको प्रयोग गरौँ। र अहिले हामीले विभिन्न अपिल पनि गरिरहेका छौँ र यसको सही प्रयोग गर्नको लागि हामीले मानिसहरूमा ह्यान्ड सेनिटाइजरको एउटा विकल्प अगाडि लिएर आएका छौँ। आशा छ हाम्रो अपिललाई स्वीकारेर विभिन्न दात्री निकायबाट नेपाली जनतालाई पुग्ने ह्यान्ड सेनिटाइजर उपलब्ध हुने नै छ र हरेक क्रममा जब हामीलाई चाहिन्छ, कुनै कुरो छोइन्छ अथवा कुनै वस्तु छोइन्छ, त्यतिखेर ह्यान्ड सेनिटाइजरको प्रयोग गरौँ। हामी नेपालको लागि, हामी नेपालीको लागि, हामी सम्पूर्ण मानिसहरूको लागि धन्यवाद। नमस्कार।